पर्सन धेरै थियो यहाँनिर होइन। अलराइट ल रातो बोलेछ अब हरियो बोल्ने पालो छ ल हरियो पनि बोलेछ। क्रस फायर छ है क्रस फायर कडा हो मेरो कलेजमा खतरा खतरा बाइक चल्छ केटाहरू डुकै डुक्छ यतातिर एउटा उहाँ 200 अर्को 250 है। पहिला मैले 250 लिएर आउँदाखेरि खासै कसैको 250 थिएन कि यहाँनिर होइन। कलेजको हिरो बाइक त मेरै थियो जस्तो लाग्थ्यो कि मलाई त पहिला होइन। अहिले त आरसी पनि लिएर आउँदो रहेछ केटाहरूले 390 पनि रहेछ यार। सक्सेसफुल पेमेन्ट है। एक्जाम फर्म भर्न भ्याइएन स्कलरसिप भर्न भ्याइएन। हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। अनि होप्स सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु राम्रै छु है। तपाईँहरूको माया दया आशीर्वाद कृपाले गर्दाखेरि ज्यानलाई राम्रै छ है। ल सर्वप्रथम चाहिँ देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी इष्टमित्र प्रियजन होइन मेरो सब्सक्राइबर भ्युवर्सहरू हुनुहुन्छ उहाँहरूलाई 2082 सालको चाहिँ हार्दिक मङ्गलमय शुभकामना। फलोस् फुलोस् उन्नति प्रगति होस् है। 81 सालमा नबनेका कुराहरू 82 सालमा बनुन्। 82 साल हर्ष उल्लासमय होस् झक्कास होस् बिन्दास होस् भन्दै तपाईँहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र आज चाहिँ मेरो स्पेसल छ। के स्पेसल छ भन्दाखेरि चाहिँ मेरो 3rd सेमेस्टरको चाहिँ अब इक्जामको फर्म खुलेको छ। फर्म भर्नुपर्ने हुन्छ। स्कलरसिपको पनि फर्म खुलेको रहेछ। स्कलरसिप पनि भर्नुपर्ने हुन्छ होइन। सो लेट्स सी अब हामी जाउँ बाटोतिर के हुन्छ हेर्दै जाउँ गफ गर्दै जाउँ है। ल अब हामी गएर तल बाइकमा भेटौँ। लेट्स गो। यो अलराइट गाइज ल कहिले यस्तो भएको थियो हिलो पो बसिरहेको रहेछ कि 2-3 दिन अगाडि चाहिँ पानी परेर यो बाइक पुरै हिलाम्मे भइरहेको थियो। अनि मैले हिजो बेलुका चाहिँ चट्ट लाएर चाहिँ धोएर बाइकलाई सर्लक हिरो बनाएर ल्याएर राखेको छु। अब हिरोसँग हामी जानुपर्छ कलेजतिर है त। अलराइट ल दामी समग्रमा बाइक यही नै हो है। ल अलिअलि यसो कार्बन सार्बन चट्ट हालेर बाइक पनि झकास बनाएको छु है जस्तो लाग्छ मलाई चाहिँ होइन। अरूलाई कस्तो लाग्छ अब बाइक झकास भएको छ कि छैन मलाई चाहिँ मेरो लागि झकास छ है। ल अलि हतार पनि भएको छ। लेट्स गो गाइज है। यस्तो मोटो जिपी गरेर हान्ने कि क्या आफ्नो काम गर होइन। ल अलराइट त्यही नै हो एकदम आकाशै यहाँबाट बवाल खुलेको देख्थ्यो है पहिला। तर अहिले चाहिँ अब अलिअलि तुवालो लागेको छ त्यो तल्लो लेयरहरूमा चाहिँ। टायर पनि मेरो फेरि फेर्ने बेला भएको छ कि फेरि एमआरएफको टायर कति 15,000 किलोमिटर कुदिसक्यो है। पहिला मेरो 250मा चाहिँ मैले लगभग 19,000 कुदाएको थिएँ है। एमआरएफ टायरमा मैले त्यो त्यति पनि फेर्दैन थियो होला है। 19,000 किलोमिटर कुद्दाखेरि मोटो जिपी रेसिङमा करर हान्छ नि हो त्यस्तै करर हान्दिने भएको। आमामा बाइक त रङ गरेर त कहाँ उहाँ अर्काको सटरतिर हान्दिरह भने त्यो अब यसको पनि फेर्ने बेला भएको छ। त्यही भएर म अलि त्यति धेरै कर्नर पनि हान्दिनँ कि यो बाइकमा होइन। अनि त्यति उत्तौलो भएर पनि चलाउँदिनँ धेरै भयो। अब फ्याटोबुटा फेरि दिन के हुन्छ थाहा हुन्न होइन। यस्तोहरूमा कर्नरमा त कहाँ कम चिप्लिन्छ बाइक है। अलिकति टायर राम्रो छैन टायरको ग्रिप राम्रो छैन। अनि मैले चाहिँ अब हेरौँ यसपाल चाहिँ अब म्याट जेलर नभए पनि रोसो 3 हाल्ने विचार गरेको छु होइन। अब के हुन्छ हेरौँ अब होइन। पाइँदैन बजारमा सर्टेज हुन्छ नभए अब म्याक्सिसहरू पायो भने म्याक्सिसहरू हाल्नु पर्ला। अनि खोइ अनि अपोलोको टायर पनि खोइ राम्रै हुन्छ अरे भन्छ केटाहरूले है। मैले चाहिँ हालेको छैन। अपोलो S1 पनि राम्रो हुन्छ टायर दाइ हाल्नु भनेर भनिरहेको थियो है। रेसिङहरूमा नि खेल्छ अरे आई डोन्ट नो मलाई थाहा छैन। म कुन टायर हालौँ यसो कमेन्ट डाउन बिलो गाइज है। सटल आएर चाहिँ कमेन्ट हान्नु होला। ल अहिले हामी कहाँ आइपुग्यो भन्दाखेरि हामी आयो अहिले कौशल टायर है। ल यो कौशल टायर अफिस टाइम सुरु हुन लागेको छ। अनि ल्याङ हुन्छ फेरि अफिस टाइममा जाम पर्छ है। अस्ति पनि फर्म भर्छु भनेर गएको अनि यही अफिस टाइममा जाम परेर मैले भ्याउँदैन के 9:30 बजेको पुगिरह। तर आज चाहिँ म सही टाइममा पुग्छु होला सायद मेरो 8:30 भयो यहाँबाट हिँड्दाखेरि होइन। कलेज मलाई अब यहाँदेखिबाट कति 15-20 मिनट जति लाग्छ। अब 15-20 मिनटमा चाहिँ म
ट्याक्कै लाएर भिरगुटी मण्डप पुग्छु रत्न राज्य लक्ष्मी क्याम्पस है यसो म यताबाट जान्छु है यहाँ त विश्वासै हुँदैन अस्ति एउटाले फेरि मलाई होइन र झन्नै सल्टाइदिएको थियो म तलबाट आएको एउटा यहाँ रन्केर आएको रहेछ कि झन्नै एक सत्यले बचायो मलाई यार हैट मेरो मुटु काँपिसकेको थियो यो गोप्रोले खिचेको छ छैन मलाई थाहा छैन है तर यो बानले मलाई यति दुःख दिएको छ कि यो गोप्रो भन्ने कुरा चाहिँ यो हिरोको गोप्रो चाहिँ खै नकिन भन्छ हो साथीहरू म चाहिँ कसम यसलाई मैले सल्ट आउट गर्दैछु होइन सो यसले धेरै धोका दिइरहेको छ मलाई होइन बेला बेलामा खिच 5-6 मिनटमा आफै अफ हुने कति प्रब्लमहरू यसले जेनेरेट गरिरहेको छ होइन यो प्रब्लमलाई चाहिँ मैले सल्भ गर्नको लागि चाहिँ म धेरै ठाउँ धाइसकेँ होइन अनि बिचमा मैले भ्लग नहाल्नु कारण पनि त्यही नै हो कि राम्रोसँग गोप्रोले काम गरिरहेको छैन होइन अहिले पनि गरेको छैन खै हेरौँ हो रेकर्ड त हानिरहेको छ ल रेकर्ड चाहिँ हानिरहेको रहेछ है हाने चाहिँ कतिखेर अफ हुन्छ अनि त्यही चिन्ता लाग्छ कि मलाई अनि बोल्दा आफूले कस्तो मिठो कन्टेन्टहरू भेटेको हुन्छ होइन अनि बोल्दै गइरहेको हुन्छ अनि यो बान झ्याप्प अफ भइदिइहाल्दो रहेछ कि थाहा नै छैन कि मलाई फेरि कतिखेर अफ भयो के भयो केही थाहा छैन मेरो व्यस्तता यही नै हो गाइज होइन सधैँ दौडधुप यस्तो व्यस्त हुन्छ कि म फेरि ल यतिखेरसम्म त बाटो खाली नै छ है सर खाली बाटो दौडेर ठ्याक्कै हामी अहिले आइपुग्यो कोठेश्वर है कोठेश्वरमा चाहिँ एकैछिन जाम हुन्छ होला किनभने त्यहाँ लाइट बल्छ होइन तर बल्छ अहिलेसम्म ग्रिनै बलेको छ मैले उयो रुखको फेदबाट देखिसकेँ कि ग्रिन बलेको ग्रिन त बलेको छ भ्याउँछै भ्याउँदैन भ्याउनु पर्छ हामीले है यो गाडीको पछाडि गयो भने रोकिन्छ है फेरि भ्यायो यस भ्यायो अल राइट भ्यायो गाइज मेरो गाइजहरू भ्यायो मैले भ्यायो ल हेड साइड लाइट बलेर यहाँसम्म आइपुगेर थुक्क अनि बेहोसमै चलाएर आएर छ अहिलेसम्म बाइक अनि कलेज गएर चाहिँ अब एडमिसन गर्छु होइन अनि एडमिसन गरेर चाहिँ कति अब त्यही 7-8 हजार कति लाग्छ अनि एडमिसन गर्छु अनि एडमिसन गरेर अनि मैले त्यहाँबाट फर्म लिन्छु है इक्जाम फर्म लिन्छु अनि इक्जाम फर्म भ्याएँ भर्छु अब भ्याइनँ भने भर्दिनँ किनभने 9:30 भित्रमा मैले भरिसकेँ भने सकेन भने चाहिँ मलाई फेरि अब पुतली सडक हुँदै अब नक्साल पुग्नु पर्ने हुन्छ अनि त्यहाँसम्म जाँदाखेरि चाहिँ जाम हुन्छ अनि त्यो जाम हुने भएको भएर चाहिँ नभ्याउन सक्छ फेरि अफिसमा चाहिँ पर्फेक्ट टाइममा पुग्नुपर्छ होइन ठ्याक्कै 10 बजे पुगेन भने गाह्रो पर्छ है फिङ्गर प्रिन्टहरू हुन्छ फेस लकहरू हुन्छ लिँदैन लिए पनि अनि मुस्किल आइपर्दा है होइन ल यो लेन खाली छ त जाम पनि खुल्यो है ल रन्का बुझे खाली बाटोमा त कसम यार मोटो जिपी कुदाएर कुदाउनु मन लाग्छ कि खाली छ नि त त्यही भएर लाइट बोलेको छ हरियै बोलेको छ हरियो ल हो यस्तो भइदिए कति आनन्द हुन्थ्यो यस्तो राम्रो भइदिए कति दामी हुन्थ्यो होइन ल हेर्नु आनन्दले ओ भाइ हो एकछिन है फेरि म त फेरि कस्तो यता बोल्ने चक्करमा फेरि भाइहरूले फुत्ता काट्यो भने तनाव हुन्छ फेरि ल यो बाटोमा चाहिँ लास्टै ट्राफिक लाइट छ है अब लगभग 3-4 लाइट त कटेर आइसकेँ म यता फेरि बानेश्वरको यतानिर छ फेरि एउटा लाइट फेरि संसद भवन आउनुभन्दा अलि अगाडि नै एउटा लाइट छ यहाँ लाइट पनि के छ तर यहाँको लाइट रातो बत्ती बलेको छ है केही छैन तर यहाँ त एकैछिन खुल्छ रातो बलेछ अब हरियो बल्ने पालो छ ल हरियो पनि बलेछ उता अगाडि चाहिँ के छ अगाडि पनि हरियो बल्दैदेखि त कति आनन्द हुन्थ्यो कि सर चिलमा जानु पाइन्थ्यो तर अब अगाडि गएर रातो बल्यो भने चाहिँ फेरि एकछिन जाममा बस्नु पर्छ हामी जान्दिरहेछ ल लाइट चाहिँ यहाँको बिग्रेछ है के भन्छ तर जान चाहिँ दिइरहेछ है ल है त जाउँ हामी जाउँ बानेश्वरबाट जाउँ अगाडि ल ल ल ल ल ल ल कति राम्रो छ है यहाँको पुल आमा यहाँको फुल फुलेर कति राम्रो भएको रहेछ ल हेर्नु सही हो ल अब हामी जानुपर्छ यहाँबाट चाहिँ राइट किनभने त्यहाँ अगाडि 3-4 लाइट छ जाम पर्छ त्यसपछि उता माइती घरमा पनि जाम पर्छ
त्यसपछिबाट सिंहदरबार अगाडि जाम पर्छ, जाम परै गर्छ कि यताको बाटो गयो भने 3 ठाउँ 4 ठाउँ लाइट पर्छ होइन। त्यही भएर भइरे यताबाट लाइट बेगर हिँड्छ है। यहाँबाट अब यहाँबाट त अब चट्ट लाएर त वनाम नगरको भाटबटे नि आयो है। सर हो जाम। अस्ति म यहाँ यति औडा भएको है, कलेजमा फर्म भर्न भनेर आइहालेँ है। घरबाट हिँडेको 8:30 बजे। यस्तो तनाव त भएन, यस्तो तनाव त भएन। यतै जाममा बसेकै आधी 1 घन्टा यतै जाममा बसिहालेँ। अनि के गर्नु अनि त्यसपछिबाट त अनि ल यहाँबाट चाहिँ अब लेफ्ट इन्डिकेटर बालौँ अनि दायाँ बायाँ हेरौँ। ल लेफ्टबाट ओभरटेक गर्छ सबजना। लाइट बाल्दैन कोही। ल केही छैन हामी नजिक आइपुग्यो। यो गाडीले यार हामीलाई छेकै पार्यो यार। ट्राइनिटी इन्टरनेसनल कलेज, ट्राइनिटी हो कि ट्राइनिटी। ल अलराइट हामी आइपुग्यो कलेज है। बाइक राखिदिउँ, इक्जाम के चलिरहेको छ क्या अरे अहिले होइन। क्रस फायर रहेछ है, क्रस फायर कडा हो। मेरो कलेजमा खतरा बाइक चढ्छ केटाहरू, डुकै डुक्छ यतातिर। ल यहाँ डुकै डुक्छ यो दुईवटा, एउटा यहाँ 200 अर्को 250 है। पहिला मैले 250 लिएर आउँदाखेरि खासै कसैको 250 थिएन कि यहाँनिर होइन। आजभन्दा 3 साल अगाडि होइन। कलेजको हिरो बाइक त मेरै थियो जस्तो लाग्थ्यो कि मलाई त पहिला होइन। अहिले त RC पनि लिएर आउँदो रहेछ केटाहरूले। म किन यता आएर म यतैबाट छिर्दिउँ न, यतैबाट छिर्दिउँ। ल हिरो बस ल। सर मेरो नि मार्कसिट खोजिदिनु न यसको सेकेन्ड इयरको। फर्स्ट इयर सेकेन्ड इयर क्लियर, अब थर्ड इयर बाँकी छ। लिन्छ तिरेर आयो। सक्सेसफुल पेमेन्ट है, सक्सेसफुल पेमेन्ट भयो। ल यता हालौँ यो गोजीतिर यो पैसा, धुलो पैसा। एडमिसन पनि गरेर आयो। अनि अब इक्जाम फर्म भर्नुपर्छ है। एउटा रुममा बसेर ड्याङ इक्जाम फर्म भरौँ। टाकाटुकु म खाली होला। यो मेरो भाइहरू छ होइन, हुनुपर्छ। तर घुमाइदिनु छ कहाँ जान्छ ल, कोही पनि छैन त। ल मान्छेहरू कहाँ गयो यार, खोज्नु पऱ्यो तिनीहरूलाई हौ। कहाँ गयो तिनीहरू त? मेरो हेलमेट सेलमेट बोकेर आएको थियो मैले। कान्छाहरू यार दाइ हामी त्यहीँ हुन्छ भन्थ्यो भाइहरूले। कहाँ गयो भाइहरू छैन। यहाँ रहेछ नि त मेरो भाइहरू। सो अलराइट ल धम्मा हाम्रो फर्म भर्ने काम हुँदैछ। फर्म भर भइदियो अब ट्याङ फर्म भर। भयो अब जाँदा हुन्छ भयो। हस् थ्याङ्क यू सो मच। ओके सो अलराइट ल धेरै मुस्किल बावजुद पनि फर्म भरेर बुझायो होइन। मेरो धेरै काम थियो कि पेन्डिङमा। के थियो भन्दाखेरि अब एडमिसन गर्ने बाँकी थियो, इक्जाम फर्म लिने बाँकी थियो, स्कलरसिप खुलेको है, लसन धेरै थियो यहाँनिर होइन। अब फर्म भरेर बुझायो होइन। सो अब त्यही नै हो। अब हामी लाग्नुपर्ने हुन्छ अफिसतिर है। अब अफिस जानुपर्ने हुन्छ। ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज है। थ्याङ्क्स, लभ यु। ल हाम्रो कलेज चाहिँ यस्तो छ है, हाम्रो कलेज चाहिँ यस्तो उता पछाडिबाट आएको म।